1-1 अहिलेसम्म दुईजनाले दुवै टिमका खेलाडीहरूले 1-1 गोल भएको छ भने यो थारू युवा क्लबको दोस्रो पेनाल्टी सुटआउट गोल हुन सफल भएको छ। जर्गा आयोजक ए का विरुद्ध थारू युवा क्लब बी को थारू युवा क्लब सुनवल 7 को रहेको छ, जसमा आयोजक टोलीबाट एकजनाले प्रहार गरिसक्नु भएको छ, 1 गोल भएको छ भने थारू युवा क्लबबाट दुईजनाले 2 गोल हानिसक्नु भएको छ। यो दोस्रो प्रहार आयोजक टोलीबाट जर्सी नम्बर 6 का खेलाडी गोल हुन सफल भएको छ। गोल अत्यन्तै राम्रो छ, बचाउ गर्न कोसिस गर्नुभएको थियो, अत्यन्तै राम्रो छ। दुवै टोलीका दुई खेलाडीले गोल गर्न सफल हुनुभएको छ। गोल स्कोर टाई ब्रेकरमा 2-2 भएको छ। यो तेस्रो प्रहार थारू युवा क्लब सुनौल 7 बाट। यो बचाउ यो अत्यन्तै राम्रो बचाउ गरेका छन् आयोजक टोलीबाट, अत्यन्तै राम्रो बचाउ, अत्यन्तै राम्रो बचाउ। राहुल मुखिया आयोजक टोलीका गोलकिपर राहुल मुखियाद्वारा आयोजक टोलीबाट विनोद भट्टराई, दुवै टोलीका ती 3 प्लेयरहरूले प्रहार गरिसक्नु भएको छ भने 3 मा यो चौथो प्रहार आयोजक टोलीबाट विनोद भट्टराई, अत्यन्तै अनुभवी खेलाडी, गोल गर्न सफल भएका छन् विनोद भट्टराई। अत्यन्तै विनोद भट्टराईको अत्यन्तै राम्रो प्रहार। राहुल मुखिया को अत्यन्तै राम्रो बचाउ, दर्शकहरूको मनमा ढुकढुकी बढेको छ, अत्यन्तै राम्रो हुटिङ आइरहेको छ दर्शक महानुभावबाट। गोल हुन सफल गोल भएको छ। बचाउ गर्ने त कोसिस गर्दै हुनुहुन्थ्यो राहुल मुखियाबाट, तर आयोजक टोलीले गोल आयोजक टोलीका गोलकिपरले गोल बचाउ गर्न सक्नु भएन। हाम्रो मेन अफिसियल मुख्य रेफ्रीमा हुनुहुन्छ बिक्कीजी। आयोजक टोलीबाट समीर थापाले जर्सी नम्बर 5 का समीर थापा गोल प्रहारका लागि आउनु भएको छ। दर्शकहरूको मनमा एकदम ढुकढुकी बढेको छ, उत्साह, उमङ्ग, धेरै थरीका भावनाहरू देख्न पाइन्छ हामीले। यो रिसल्ट सँगै समीरको प्रहार, गोल, अत्यन्तै राम्रो प्रहार समीर थापाबाट, अत्यन्तै राम्रो प्रहार जर्सी नम्बर 5 का समीर थापा। दुवै टोलीका खेलाडीहरू यसरी खेलिँदै हुनुहुन्छ। राहुल मुखिया पुनः बचाव गर्ने कोसिसमा हामी देख्न सक्छौं। राहुल मुखिया अत्यन्तै अनुभवी खेलाडी,
बी डिभिजन लिगमा समेत आफ्नो चर्चा कमाइसक्नु भएको छ राहुल मुखिया। नगरपालिकाको अत्यन्तै रोमाञ्चक खेलमा कनिन पुगेको छ। गाउँलेहरूको जर्गाको सम्पूर्ण खेलप्रेमी महानुभावहरूको सहयोगमा आयोजना गरेको यो खेल 23 नम्बर जर्सी नम्बर 23 को गोल हुन सफल भएको छ। राहुल मुखिया तम्ताएर अवस्थामा हुनुहुन्थ्यो तर गोल बचाव गर्न सक्नु भएन। नमस्कार, मैले आफ्नो परिचय अहिलेसम्म दिएको थिएन। म आशिष नेउपाने, यस खेलको सहसंयोजक। हामी माझ अत्यन्तै अनुभवी खेलाडी जर्सी नम्बर 14 का आयोजक टोलीबाट आशा, एकदमै गोलको आशा देख्न सक्छौँ हामी। हुटिङ बाहिर जर्सी नम्बर 14 का खेलाडी प्रहार गर्दै यो गोल हुन सफल र जर्गाले विजयी गर्न सफल भएको छ। सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हाम्रो मुख्य रेफ्रीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो अफिसियल्स, हाम्रो अफिसियल्सलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। देख्न सक्छौ दर्शकहरूको उत्साह उमङ्ग एकदम यति भन्दै आजको खेल जर्गाको पक्षमा। सम्पूर्ण दर्शक महानुभावहरूलाई धन्यवाद भन्दै लाइभ बन्द गर्न चाहन्छु। धन्यवाद।